हेर्नु लगाए समीर के गर्दैछ गाइस तपाईहरुलाई फेरि मेरो आजको नयाँ ब्लगमा वेलकम गर्दैछु अनि आज चाहिँ मेन होली रहेछ नि त नि सबैलाई ह्याप्पी होली अनि यता पुणे दाजु चाहिँ घरतिर ह्याप्पी होली ह्याप्पी होली त्यस्तो त अनि के गर्दै यसले हेर्नु बस यसले हात यसलाई हाना चले यसले कता बन्छ त्यो आँखामा लाग्छ आँखा पोल्छ नि ह्याप्पी होली आफै गइहाल्छ नि ल मुख पछि बोलेछ नि आजको ब्लग चाहिँ एकदम आजको ब्लग चाहिँ एकदम राम्रो हुन्छ अब यो त सुरुवात हो हेर्नु लगाइस हामी बसेर जाँदैछ अहिले आज चाहिँ दोकान बन्द छ नि त चाहिँ होली हो नि त आरामले कुदै भाइ पुरा बुकुलले चाहिँ झाक बोकेर हिँडिरहेछ कहाँबाट ल हेर्नु होला गाइस यहाँनिर चाहिँ पुरा जम्बिस घुमिरहेछ मेरो बन्दुक ल हाना निकाल पहिला देख नि त अरे उला यहाँ फेरि बसिरहेको त नि ओ भयो ओ भाइ को यता ओ नगर खत्तम गरेको छ मलाई चाहिँ पैसा छैन नि त भयो ए बुकुन मलाई कस्तो थाहा भयो किसान हाम्रो छैन र पैसा लिन मैले घरमा जानुपर्छ गुगल पे चल्दैन ल यिनीहरूलाई मलाई पुरा खर्च गराइदियो त 150 रुपैयाँ बेसी हैन 15 हेर्नु लगाए समीर के गर्दैछ मजा बनाइदिएछ याद तल त मलाई त पुरा हेप्यो यार ओ भयो कहाँ भयो लु गाइस अहिले चाहिँ हामी यहाँ सत्यनारायण जहाँ पूजा हुन्छ त्यहाँकोमा आइपुगेको छु अनि यहाँ समीर चाहिँ खत्रै ब्लग गरिदिँदैछ अनि यहाँ सबै बसेर काम छोडेर चाहिँ यहाँनिर गेम खेलिरहेछ कि अनि बुकुन मात्रै राम्रो यता चाहिँ बुकुन मात्रै राम्रो बुकुन मामु दाजु पुरा काम गरिरहेछ यता चाहिँ हेलो गाइस भाइको लाइक अनि सब्सक्राइब भाइको ब्लग ल गरिदिनु होला गाइस हेर्नु आज यहाँ सत्यनारायण हामीले छुनु हुन्छ गर्नु हुन्छ नि सत्यनारायण के त बस त्यो मेरो पुरा हेर्नु उता जम्बिस भइरहेछ नि त सबै त गाइस अहिले चाहिँ हाम्रो यहाँनिर पुरा प्रसाद कटाइ हुँदैछ मजाले काटे तिमीहरू फौको गिर्छ नि कालाबाट क्यामेरा राम्रो छ नि छैन के को राम्रो आइफोन भाइ आइफोन किन अनुहार पुरा मजाले धुलाएको अहिले फेरि दलिदिन्छ पानी आलुमा लगाए पानी आलुमा लगाइदे ओकेर क्यामेरा गर्नु न अगाडि क्यामेरा गर्नु न कस्तो यस्तो एकबार अगाडि क्यामेरा होइन सेल्फीपट्टि लड्छ लड्दैन नि फेरि भन्छ लड्छ कता खालको देखेको छ मोबाइलमा त
लड्छ 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 नि यहाँ बुङ्गा हुन्छ नि जो यो नगर्दै बेसी लाग्यो लो गाइस अहिले चाहिँ हामी अब अलिकति गाडीमा घुरेर हेरौँ भनेर अब निक्ल्यौँ अनि यहाँ चाहिँ घान्टे भाइ अनि यहाँ चाहिँ अब पेट्रोल पम्पमा आइपुगेको छौँ अनि सबिरले आज पुरा पेट्रोलको खर्च उठाउँछ कुन चाहिँ पानी पर्दैछ नि त्यो जग्गामा पानी पर्दैछ त्यो जग्गामा गान यस्तो पो बजाउनु पर्छ नि समीर घान्टे भाइले गाइस गान चाहिँ बजाउनु जान्दैन यहाँ बोक्स चाहिँ हामीले खतरा डिजाइन खालको राखिदिएको छ कि घान्टे भाइले स्पेसल अपरेटर 300 को दाजु लु गाइस आज चाहिँ अहिले देजु भाइको गाउँ आइपुगेको छु अनि देजु भाइलाई स्पेसली होली दल्दिङ भनेर नि त तो कहाँ छ गाउँमै हुन्छ होली मलाई थाहा थियो यिनीहरू आउँछन् भनेर कपडा फेरि त्यही स्टाइलको लगाइरहेछु नि ल मजाले दल्दियो ह्याप्पी होली पुरा दलदाले केही कसर ल देजु भाइ ए कपालमा चाहिँ होइन हौ देजु भाइ ह्याप्पी होली ल त नाम्नु आएको छैन लु गाइस देजु भाइलाई चाहिँ हामीले पुरा होली दल्दियौँ अहिले घान्टे भाइहरू चाहिँ यता बसिरहेको मलाई चाहिँ एकदम खतम पारिदियो पाप लाग्छ नि लगाउनु पाप लाग्ने ओ भाइ कस्तो भाइले पुरा दलिरहेको छ यहाँनेर भागेर जानु जतिकै लगाइदिए गान्डे त हेर त एकमा बाघ झल्टेको जस्तै लगाइदिए त्यही पुरा दुखाइदियो म अनुहार लु गाइस अहिले चाहिँ हामी यहाँ 6 नम्बर दिदीकोमा आएको छौँ अनि उसलाई होली दलिदिनु पऱ्यो नि त अब होइन ल ह्याप्पी होली ओ नानु आएको छैन के ह्याप्पी होली मेरो भाइहरूलाई पनि खोज्दा त तँलाई तपाईँलाई निधर खाली रहेछ हो यस्तो डेन्जर लगाइदिन्छ नानु होइन आउँदैछु भन्दैछ लु गाइस अहिले चाहिँ हामीले आधाउली फगुवा खेलिसकेर अनि अहिले यहाँ अलिकति भोक लाग्यो अनि अलिकति थुक्पा सुक्पा खाएर अब जाने भनेको हामी चाहिँ जे पनि आज मनुष भाइलाई चाहिँ हेर्नुहोस् गाइस कस्तो लागेको छ हेर्नु त यहाँ जस्तो लाग्यो त मजा लागेको छ अनि यता गान्टे भाइहरूलाई नि हेरिदिनुहोस् बुकु पनि आज छुट्टी पायो अरे फगुवाको दिनमा चाहिँ अनि समीर चाहिँ यहाँ छ नम्बरमा फोन नम्बर छैन होला यसमा सेन्ड छैन तिम्रो नम्बर मलाई सेन्ड गर्नु लु गाइस अहिले चाहिँ हामी आइपुगेको छौँ नरबारीमा अनि त्यहाँबाट चाहिँ यहाँनिर पुरा अब होली खेलाइ हुँदो रहेछ नि खत्रै खालको ऊ पुरा धुलो उडाइरहेछ उता चाहिँ ये रंग लगाएगा तो हम भी रंग लगाएगा डायरेक्ट खत्रै भयो नि त भयङ्कर खालको होली समीरले चाहिँ अहिले पक्रिसकेको छ एकदम होली अब चाहिँ म यहाँ चाहिँ क्यामेराम्यान अँ त्यो उयो एक्स उसको एक्सलाई लु लु भाग्नु थाल्यो भाग्ने होइन हल्का हल्का हामी किनेर रङ लगाउँदा केही भनिन हामीले होली खेल्दै हिँडेको अन्डा यी हामीको टाउको मेरो अन्डा हाल्नु न भाइ अन्डा निकाल लु म चाहिँ क्यामेराम्यान अन्डा लिएर आइज अन्डा 20 रुपियाँको होइन होइन होली चाहिँ हेप्पी होली है सबैलाई ओ बियर खाने जाउँ आन न भाग्यो त नि कस्तो खालको यसरी कसरी हुन्छ होली एक सालमा एक बार आउँछ लु गाइस भागी पठायो सबैजना भाग्यो डर यहाँ केटा त्यही त अलिकति हल्लिएर ल के हो जाइगा सुनिल ल कुदाइले म पछि ओइ खत्तम खत्तम भूत भयो त नि
अहिले चाहिँ हामी यहाँ रोक्दै थियौँ अनि उता अन्डा लिएर आइसक्यो अघि अन्डा ल्याएको थियो अन्डा धर्दै भाइ यसको फोन दिनु गर्दै बहुत खराब बनाउँछ त्यसरी हैन गलेको न ओ नरेश भाइ अहिले मैले के भने अन्डा हान्छु मैले भनेकै हो नि आज एक दिनमा घन्टे दिछौ न त्यही त आज त अलि लो लो हिँडौँ होला अब लागौँ होला लु गाइस समीरको चाहिँ अन्डा फोड्दै टाउकोमा अन्डा ओ मैले म त दोलेको दिन त होली जेला एउटा अन्डा लिएर आउँदा 12 बज्छ अहिले ह्याप्पी होली अन्डा त पकेटमा लगेर हिँड्नुपर्छ नि त यत्रो टाइम लाग्यो हामी झन्डै गएको लु गाइस अहिले चाहिँ हामी पुरा होली खेलेर आइपुग्यौँ अनि पुरै खतरै खेल्यौँ क्या अनि गान्टे भाइ हेर्नु कहाँ लुकिरहेछ त्यो लु गाइस अब चाहिँ हामी अलिकति नुहाइदिउँ भनेर नि त अब चाहिँ कुल लाग्यो नि त अनि लु गाइस अब लास्ट लु गाइस अब चाहिँ लास्ट लु गाइस लास्टसम्म भिडियो हेरिदिनुको भएको छ भने धेरै धेरै धन्यवाद छ अनि मेरो ब्लग चाहिँ अब यहीँ समाप्त गर्दै गएपछि हामी नुहाउने भनेको अब लास्टसम्म भिडियो हेर्नु धेरै धेरै धन्यवाद छ गाइस